नानी के भयो के को नानी नि होइन हौ यति मजाले नानी भन्दा चाहिँ झर्किनु चाहिँ किन झर्किनु हौ फेरि नझर्कन के को नानी त झर्किन्छ त नि कहिलेकाहीँ त मायाले बोल न परदेशमा बसेको छु दिनभरि काम गरेर आएको छु टेन्सन भएको हुन्छ यसो राम्रो कुरा सुन्न पाउँछु मजाले बोल्छ भनेर फोन गरेर फेरि झर्केको छ हौ माया कस्तो माया परदेशमा बसेर माया हुन्छ आउनु पर्यो नि माया गर्न त नेपाल हौ मायाले संसार थाम्दैन त पैसा चाहिँदैन अनि पहिला भनेको होइन यो मेरो के अरे के भन्छ लुङ्गी च्यात्ते लुङ्गी किनिदिने पैसा चाहिँ छैन अनि माया मात्रै जताएर हुन्छ भनेको होइन पहिला अनि त्यही लुङ्गी किन्न लागेको यहाँ पैसा मात्रै भएर हुन्छ माया त हुनु पर्यो नि त पैसामा पैसाले मात्रै जिन्दगी चल्छ यी आइमेहरूलाई केही गर्दा नि सुख चाहिँ नदिने भएका राम राम है फोन राख है म कुरा गर्दिनँ तिमीसँग साथीहरू संसारले बुझेर नि बुझ खोजेको अथवा बुझ्न नसकेको एउटा सामान्य तथ्यको बारेमा भन्छु है म सानो थिएँ म हुर्किँदै गएँ मेरो बा बुढो हुनुभयो बित्नुभयो आज मेरो बच्चा सानो छ ऊ हुर्किँदै जान्छ भोलि म बुढो हुन्छु म मर्छु त्यही भएर जिन्दगी भनेको 2-4 दिनको रमझम हो हेर्नुहोस् मर्नुभन्दा अगाडि बाँच्न सिक्नुहोस् जुन मान्छेहरू बाँच्ने नाममा यो तछाड र मसाड हस्याङ र फस्याङ तानातान हानाहान छ नि यो खास बाँच्न नजानेर हो हेर्नुहोस् बाँच्नको लागि बाहिर खोजेर पाइँदैन तपाईँले खोजेको चिज यहाँ भित्र हुन्छ प्र्याक्टिस पिस ढुक्क शान्ति प्र्याक्टिस गर्नुहोस् आफूभित्र छिर्नुहोस् तपाईँको बाहिरको दौडधुपले तपाईँलाई थाहै नपाए कालसम्म पुर्याउने मात्रै काम गर्छ